हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म कसैलाई भेट्न जाँदैछु। दिदी र मैले चाहिँ गाडी कुरिरहेको थियौँ। यिनीहरूले चाहिँ हामीलाई छोड्न आएको रे के। एकछिन पछि गाडी पनि आयो अनि हामी लाग्यौँ। कुसमा झरिसकेपछि चाहिँ हामी यसै हिँडिरहेको थियौँ किनभने हामीलाई कता जाने हो भन्ने नै थाहा थिएन के। हिँड्दा हिँड्दा हामी त यस्तो बाटोमा आइदिरहेके। दिदीलाई फोन गरेर हामी त हरायौँ भनेको, दिदी त निनो आइरहेको के। दिदीले चाहिँ होटेलको नाम भनेर गएको, हामीले चाहिँ बातको धुनमा होटेलको नामै नहेरेको के, फेरि फर्केर आएको। अनि हामी होटेलमा पस्यौँ। दिदी बहिनी मिलेपछि त गफ गर्नै पर्यो। एकछिन पछि हामी माथि गएको अनि माथि चाहिँ यस्तो राम्रो दृश्य देखिरहेको थियो कि यति राम्रो ठाउँमा अलिअलि फोटो त खिच्नै पर्यो। दुईजना दिदीहरूले चाहिँ भिडियो बनाइरहेछन् अनि अञ्जलीले चाहिँ गर्मी भएर फेन लगाउँदै थिए। त्यतिकैमा हाम्रो खाजा पनि आयो। हामीले चाहिँ नाङ्लो सेट खाएको थियौँ। रमाइलो गफ गर्दा हामीले खाजा पनि खायौँ। खाजा खाइसकेपछि हात धुने बेलामा त अचम्म पो भयो। के भयो होला भनेर सोध्दै हुनुहुन्छ भने आफै हेर्नु है के भयो होला भनेर। अनि हामीले चाहिँ आएको बेलामा पारी पनि जाऊँ न भनेर पारी पनि गएको थियौँ। डिक्कीमा सामान राख्ने बेलामा कमेडी भइरहेको थियो, तर अफसोस मैले खिच्नै पाएन के। पुल तर्नलाई पनि टिकट काट्नु पर्छ, त्यही भएर हामीले टिकट काटेर लाग्यौँ। पुलमा पनि हामी रमाइलो गर्दै हिँडिरहेको थियौँ। हामीलाई डर चाहिँ लागेन। पुल मुनि त कति ठुलो जङ्गल छ भन्दै देखाइरहेको थिएँ मैले चाहिँ। पुल कट्दा कट्दा हामीलाई त रात परिसकेको के। रात परिसक्यो, पुल त अझै पनि सकिँदैन त बा। माथि गइसकेपछि चाहिँ मेरो पागल जस्तो हरकत चाहिँ स्टार्ट भइहाल्यो। यिनीहरू चाहिँ रहे प्राकृतिक सुन्दर रे। यो दिदीहरूले चाहिँ आनन्दले भिडियोहरू बनाइरहेको थिए। मलाई भने रात परेर टेन्सन लागिरहेछ। त्यसमाथि पनि अलि पलतिर जाऊँ न भनेर अलि पर गएको त यति राम्रो ठाउँ म त मक्खै। एकछिन त मैले रात परेको टेन्सनै बिर्सिसकेको थिएँ। यो लभ लेखेको ठाउँमा चाहिँ मजाको लाइट थियो अनि हामीले चाहिँ यसमा पोज दिदी फोटो खिच्यौँ। यो ठाउँ रातिमा कस्तो राम्रो देखेको के। रातिमा कुसमा बजार चाहिँ यस्तो देखिरहेछ। एक दुईवटा फोटो खिचेर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। त्यति पुल तर्दा पनि मेरो त पसिनै पसिना आएको के। हामी चाहिँ सारी रात परेको भएर दिदीको घरमा गएको थियौँ अनि यो पुन्टे चाहिँ हाम्रो स्वागतमा चेङ्गेटमै आएर बसेको कि। हामीलाई चाहिँ चिसो दिनुभएको थियो, त्यही भएर चाहिँ हामीले चिसो खायौँ अनि सुत्यौँ। आजलाई चाहिँ यति नै। भिडियो अलिकति लामो नै भयो, त्यसको लागि सरी। अनि मलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। सी यू नेक्स्ट भिडियो। बाई बाई।